सम्झे जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ सोचे जस्ती छेउ केही सम्झे जस्ती छेउ सोचे जस्ती छेउ केही सम्झे जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ लोभ लाग्दो गीत नजरको तिरैमा भोक लाग्दो प्रीत हो अधराको बीचमा लोभ लाग्दो गीत नजरको तिरैमा भोक लाग्दो प्रीत हेरे जस्ती छेउ केही देखे जस्ती छेउ हेरे जस्ती छेउ केही देखे जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ चांद्रा श्रावण कृष्ण पक्ष सौरात आषाढ़ मासे तृतीया तिथि मिथुनादि अन्य सुग्रेषु यथांधिते सुख हम कर्म कर्म हरेम तामो सुरे आकाशबाट झरी आउने परी जस्तो भेष सुने जस्ती छेउ केही भने जस्ती छेउ सुने जस्ती छेउ केही भने जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ भन प्रिय मनमा केही लुकाए जस्ती छेउ भन प्रिय मनमा सपरिवार उमा सुध शोक विनाश कारक मनमान विघ्नेश्वर पादमा हे गणेशी रोगार सोगारका काम सबै सफल हुनु तेरो भनेको कार्य सफल होस् कुनै विघ्न बाधाहरू नपर्नु अलिष्ट ग्रहहरू शान्ति हुनु नौग्रहहरू दुःख नदिउन् कुनै विघ्न बाधाहरू नपर्नु हे गणेश पत्नी बहुरात्रि पासे कुन्देर हात भन्नु भएको कुरो त्यति हो हालेर बरले गरेपछि सकियो साफ सफाई भए त्यहाँ उतापट्टि ल्याउ यहाँ किन त्यही गर्ने मैले त यहीँ बोलाउने जनकल्याण समिति अब यहीँ जाने 30 गते मंगलबारको दिन मेरी छोरी हजुरको छोरालाई मैले दिएँ सबै जन्तीय सहित वर लिएर कन्यादान लिन पूर्व विजय गाविस वार्ड नम्बर 1 जनकल्याण समितिमा कन्यादान लिन आउनु होला न्यूता छ कन्यादान लिन आउनु होला
गर्नु होला न्युता छ स्थान जनकल्याण समिति जनकल्याण समिति भयो अब यो ल शिरकारले छ भन्नु पर्यो दुलागला लिएर आउनेछौँ कन्यादान लिन आउनेछौँ कन्यालाई बुक्कुवा घसेर राखिदिनु होला ल नमस्कार हाम्रो हो नि दाता सकला सन्तु पुरा सन्तु बनता सत्र विनाशस्तु निमेन जिन्देर गाम टमटम प्राप्न दिन सितमला अब माला लगाइदिने नानीलाई चाहिँ माला लाउन त हुँदैन र महिलाले टिको नला माला लाउनु त हुन्छ कि ल हामीलाई ठुला अब सबैलाई हामी अब चाहिँ केही गरौँ न स्वतन्त्रता गुरुबार त सम्झी अब क्रमश आयो नि अर्को भन्दा नि किनभने हामी व्यापारिकतामा जानु ल ल ल ठिक छ ल अब यहाँ भयो नि मैले अहिले भएन आफूले खाएको पैसा अर्कामा पुऱ्याउनु भएन आफै दिनु अहिले भन्यो भने अन्न गर्छ त्यही तपाईँ हामी त टाढाको है यो गर्नु जाने बिजेकै भयो नि अब त्यो मैले पहिला
मेला नि चला लिएर फेरि छोडेको देख्नु न यो लुबु झिक्नु फेरि त्यो लपकन आउँछ उसले भएर ल्याएको पहिला नि सिट आउँछ आज बिहा भोलि बिहा छ है त्यसै हाम्रो घरमा ए बिहा बटुला होला भनेर त्यो हेर्नु न हाम्रै ठुलालाई त्यति खायो यहाँ खुवाइदिउँ घिउ झिकौँ एकछिन बटाल्नु पर्छ हुन्छ बटालिदियो शीतल छ के बरु ओछ्याउने कुरो ल्याउनु पऱ्यो केही आडा नबस्नु त नानु गर्मी हुन्छ आडा नबस्नु असिलो भएर के साउरो गएर बस्न सकिन अरे त्यसो भन्छ कि यहाँ झिकेर बटार यो खाने भाइ फेरि यसो धुलो गएको भोपछि काम लाग्यो यसले बटार छिरा आएको के ठाउँ नभएर निकान्छ सबै धुलो त कामै लाग्दैन त्यो ठुलो मात्रामा पिठो नाम छ भने भन्के नत्र डल्लिनु भन्नु डल्लिनु भन्नु त्यहाँ डल्लिदियो त्यो उहाँ आमालाई नअठाउन्न किन पहिला जग्गा बनाएर कति भुटेका भुटे हिजो पनि भन्ने आज नि भन्ने छ माइज्यू तपाईँ खुबै हो बस बस यहाँ बस त्यो त पनि अड्दा नि मुनि अड्दा नि हिँड्दा डराउँदै उहिले बस यहाँ खुट्टा पसाएर यस्तो गरेर बसिछु यो मेरो चेली हो भने माइती चिन्दैन भाइ हो भने हेऱ्यो छोरीलाई नि बोलाउनु पर्यो यता आउँछ शर्मिला यहाँ बस यहाँ अन्तरमा बस दिदी यहाँ बस्नु हो त असारै नबाटेर जाने हिजो भुट्दा पाइएन कि भुट्दाखेरि हिजो भुट्दा बोलाएको अब भ्याउनु
त हिजो एकछिन आउने भनेको क्या होइन म घरै नभएर हो कि बिहान थाहा थिएन मलाई साथी एकछिन बटाएर दिनु न बोला राख्यो कान्छीले गरिदिनुहोस् जग्गा बनाएर के अरे अम्किने गरेर आइज त के अरे पैसा पैसा म दिन्छु अरू त होइन दही चाहियो दियो तामाकै दियो चाहियो एकछिन लगाएर त त्यो एक्लै ल्यायो नि नेपाल खतरो हुन्छ र त्यही त हो Thank you.
अपवित्र पवित्र बासो सरंगत गत विराट पंडारी राज सभा यो ध्यान शुद्धि दिया शुद्धकम कर्म शुद्धकम खाएर दुनु भन्ने बस ल अब त कर्म पात्रमा चन्दन आछिता फुल देऊ रुवा छ चन्दन आछ त्यो दाहिने हातको पैदुमा लगाउनु पवित्र धारण अपवित्र पवित्र बासो सरंगत गत विवाह यत्माने पुण्डरीकाक्ष सभा भ्यान्तासु कुशटुको आसन ओछ्याउने गुन्डी मुनि बस अब कटौरा यसो हात चोरेर दलित बनाउने अपवित्र पवित्र बासो सरंगत गत विवाह यत्माने पुण्डरीकाक्ष सभा यो भ्यान्तारा सूची देह शुद्धकम कर्म शुद्धकम हामीलाई सबै समितिको संरक्षण पत्यामा रात्रि वास्ते रानी म त्यही छ नि कर्म पात्र हेरेर कुशटुको पानी आइला सत्त सब यस्तो बिटु बर्मा चेतम चन्द्रमा चेतम हारेमा चेतम दक्षिण चेतमको पुछ अब त्यही 3 पटक लसी कुछ हातमा लिने कटौरा हात चोर्ने कर्म पात्र दुनाबी समुद्र नउतर्ने ल ज्वाइँ भयो ज्वाइँ दुना छोएर है मम्मी हरियाम तसत 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 ला आरबा जग्गा बिसवडा नम्बर 1 आरबा हाँडी कुशटको 24 समय राख्नु मंगलबार शरीर सप्तमी तिथौ श्री चन्द्रमासी मिन्दासी श्री सूर्य मेकुरी निजनाथि अन्य सुघरेसु ध्यान दिते सुखाचिका बाचिक मानसुति असुचि कर्मसुचि आवश्य सोवच पार्थ इमाम खाम अध्य अत्रि गोत्रोत्पन्न एकनाथ नाम शर्मा हम आस्मत विवाह कर्म कर्मणि निमित्तकम दीपक अत्रि गोत्रोत्पन्न एकनाथ नाम कुनै विघ्न बाधाहरू नपरुन् अरिष्ट ग्रहहरू शान्ति हुन् नौ ग्रहले दुःख नलिउन् कुनै विघ्न बाधाहरू नपरुन् हे भगवान दक्ष बालदर चाहिँ राख्नु यसो चाहिँ अवश्य देव शान्ति राप शान्ति हृदय शान्ति वनस्पति शान्ति अरिष्ट ग्रह शान्ति नवग्रह शान्ति राप शान्ति हृदय शान्ति वनस्पति शान्ति अरिष्ट देव शान्ति सर्व शान्ति 3 पैसा एउटा सुपारी एउटा कुसा टुक्रो दिएर कटौरा हातमा मान्छे हरियम तसा प्रसङ्गल सिद्धिरस्तु अध्यय अत्रिगोत्रोत्पन्न एकराह नाम शर्महम असम विवाह कर्म कर्म निमित्तकम छ ब्राह्मण व्रण कर्म कर्मणि महम कैसे तो सुपारी कुसा टुक्रो एउटा पैसा तो दिया गोबर त्यो गणेशमा राखेर अब एउटा पैसा खानु के नौ सुते नौ यागाडी चम्मन हरि गंधी बनायन गंध द्वारा द्वादश नित्यमनकर्षण शुभ सर्वतारम तारम फुलबादी राख्यो इमान पुष्पान मनोहरानी सुरास्त्रला मन्दिर कल्पना मस्तु ध्रुवतायन तानी पुष्पाञ्जलि श्री सुखारी दीप नारायण हो अब एउटा पुष्पले पाइन्छ पर्फर्मेन्स बना राइट पर्फर्मेन्स बेलायन हजुर बेलायन आकाश लायन माता लायन पानी अर्थ पानी दिन्छ भिडियो बना ल गणेश बटार गरे गणेश ल गणेश बटार नेर कता हो गणेश चाहिए गणेश हजुर माग्नुहुन्छ हो है टन्ना ना था फलपाती सानो यो त गणेशमा राख्नु त्यो जाने
संरक्षण खुल्ले रात्र मेहमानको सङ्गमा गरानी सुराज पुराण मन्त्री कल्पना मस्त जोडदान जाने लाङ्गेबाट रक्षपाल गरोस् उत्तरबाट आउने भूतप्रेत साङ्गेन लाङ्गिने अशुभबाट रक्षपाल गरोस् ईशानबाट आउने भूतप्रेत साङ्गेन लाङ्गिने अशुभबाट रक्षपाल गरोस् आग्नेयबाट आउने भूतप्रेत साङ्गेन लाङ्गिने अशुभबाट रक्षपाल गरोस् नैतिबाट आउने भूतप्रेत साङ्गेन लाङ्गिने दश दिशा रक्ष वासुदेव जनार्दनम त्यही चाहिँ जीवन बनाएको फेरि चन्दन चल ल बाबु तँ आगाको अलि पर्दैन ज्योति पनि सिकाएर अब अहिले पूर्वपट्टि दक्षिण यो बाल्नु हो हरियो गान्धद्वारा त्यो चाहिँ अहिले बाल्ने हो दाल चामल सल्का बाबु सल्के सल्केन एउटा रातो पहेँलो हरियो होइन र कस्तो तिनीहरू देऊ तिनीहरू अहिलेका जमाना बिहारी बेला भाउको भएको थियो अहिले छोरै पर्नु पर्ने भयो म कन्यारी उम्ला शनि शुक्र राहु केतु अलिक बहुत ज्योति तिमीले ज्योति खोइ गण्डादि गौतम सकिएको नि होइन दुलाका बाउलाई खिच्ने त्यहाँ तेल चाहिँ आयो हुन्छ दुलाको ट्याक्सी नि त्यहीँ छ हो त्यहीँ मोटरसाइकल छोरीले त्यहाँसम्म ल्याएको त्यहाँबाट बाहिर पनि ल सुरु तपाईँले ओम गणनाथ गणपति हवामय प्रेरणाथ प्रियपति हवामय निन्दाथ निपति हवामय गणपति नम तो दुनिया न बनाओ त बाहिर पर गणपति हवामय सिद्धि बुद्धि शैतान सब परिवार आएन म पनि गरिसक्यो पहिला त उता राख्छौ त पवित्र निकाल्दा पवित्र ढिका राख्छ अनि यो चन्दन ट्याक्कै उहाँलाई त्यतिको उहाँलाई आएर 10 मिनट मलाई ल मेरो चाहिँ विवाहको ग्रह शान्तिको लागि हो सरो हुँदिनु होला त्यो 10 मिनट बल्ल दिन्छु ल अब फेरि पहिलो त नकटा जायछ भिजा सब अन्त गरा आम फेरि यहाँ खेर होला शिवला 28 ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय
8 नासिदिने हरियम तस्स पुरसंगम सिद्ध्यस्तु अद्य अस्म पुत्र एकनाथ नाम बालक विवाह कर्म कर्मणि निमित्तकम छ द्वार मातृका मोहम गरिसेत ल राख्नु। अब यसलाई कसरी नखाउँ, कुनै केटाकेटी चोरै नखाउँ, प्लास्टिकमा पोको पारेर भरे बुढाबुढी गफ गर्दा खाने बाहिर आउने राखेर बाहिर आउने अस्मत अरिष्ट ग्रह शान्ति नवग्रह शान्ति सूर्य सोम भौम बुध बृहस्पति शनि शुक्र राहु केतु अरिष्ट देव दानव भूत प्रेत साङ्किनी डाङ्किनी नवग्रह शान्ति कर्म कर्म निमित्तकम छ अस्मत पुत्र अस्मत नवराज हिन्दू नवराज नाम सारमा हाम अत्रिगोत्र पुत्र एकनाथ नाम सारमा हम विवाह कर्म कर्मणि निमित्तकम छ भूत प्रेत साङ्गिनी डाङ्गिनी अशुभ ग्रह शान्ति कर्म कर्मणि महम गरिसेत इटा पनि राख एक नासेन अरिष्ट कर्म कर्मणि निमित्तकम छ विवाह कर्म कर्मणि निमित्तकम छ पूर्णाहुति होम कर्म कर्मणि निमित्तकम छ अग्ने स्वाहा लप्पु पात्र बराबर दुना तामा श्रावण मासे कृष्ण पक्षे अस्मत अष्टमी तीर्थ सप्तमी तीर्थ अन्येषु गरेषु यथां धितेषु काचिक वाचि मानसु देशु कर्मसु च अवश्य अवदं सुवर्षतादि मार्गम अद्य अत्रिगोत्रोत्पन्न एकनाथ नाम शर्मा हम विवाह कर्म कर्मणि निमित्तकम छ राचित नाना नाम गोत्रको नाना कन्या कुमारी भइसकेको संसारको बात गर्दा
वो तो खोइ बामा सुशीला खोइ हेर्नै गर्नु रोग हर सुत फर्केर ल भगवान रोग हर सुख हर दलित हर सम्म पाप हर अरिष्ट हाम्रो छोराका निमित्त विवाह कर्म गर्न कन्यादान लिन जाँदैछौँ आँटेको काम सफल होस् कुनै विघ्न बाधाहरू नपरुन् अरिष्ट ग्रहहरू शान्ति हुन् नौ ग्रहले दुःख नदिउन् हरियम गजानन भूतगणानि सेवितम कपितै रोग हर सोग हर दलित हामीले जानेर भए पनि नानेर भए पनि कुनै श्रद्धा नपुगे पनि कुनै विधि नपुगे पनि क्षमा गर
पुना गरे त फर्की मङ्गलम भगवान् विष्णु मङ्गलम गर्दछौँ मङ्गलम पुण्डरी काक्ष मङ्गलाय तन्वारी बाँधिनु पर्ने माला लगाइदियो मङ्गलम भगवान् विष्णु मङ्गलम गर्दोध्वजम मङ्गलम पुण्डरी काक्ष मङ्गलाय तनहरि मन्दाता सकला सन्तो पूर्णा सन्तु मनोरथा शत्रुणाम कुनै विघ्न बाधाहरू नपरुन् हे भगवान् हे गणेशजी रोगहर शोभहर दलितहर सम्पूर्ण पापहर मङ्गलम गर्दोध्वजम मङ्गलम पुण्डरी मङ्गलम पुण्डरी काक्ष सहेर दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो ओ आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो चाहिँदैन कुनै चिज तिमी भए पुग्छ आँखाबाट आँसु झरे भित्र मुटु दुख्छ चाहिँदैन कुनै चिज तिमी भए पुग्छ आँखाबाट आँसु झरे भित्र मुटु दुख्छ भाग्यमा नै छैन हाम्रो सुख र शान्ति सुख त्यागी दुःखलाई नै बनाऊ हामी साथी आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो ल
दुईटा मात्रै दाना है दुईटा ल बोलाएको 60.5 छ यो मिलाएर दिनु पऱ्यो है होला यो बिस्नुवाला दिने उहाँको साडी अर्को बिस्नुवाला मिलाएर दिन्छ है भने 50 चोटि भने त्यो आइदिए त भइहाल्यो कुन्नी लस्सी सानी आमा सिजल गाउँ लस्सी सानी आमा सानो बोलाइनु पऱ्यो ल त गणेशको मम्मी ढिलो गाउँ महिना दिदी लस्सी सानी आउँदैछ अब राधा सङ्गीता बहिनी सङ्गीता भयो अनि ल पहिला सार्ला हौ सार्ला सङ्गीता बहिनी भएन होइन झोला बाँकी छ ल्याउनु पर्यो कसैले पनि ल सुशीला छोरी बराल गाउँ आमा ल गाउँ आमा आउनु पर्यो ल त भयो स्वर लाग्यो शान्ति पनि लाग्यो बोलाऊ गङ्गा सानीमा बोलाऊ सब बोलाऊ कहाँ बिचस यहाँ पाउने छोड्छ है गङ्गा पनि चाउसन राखेको चौर है चौर ल अब छोरी सुविधा बोलाउनु पर्छ ल अब सिलाले बोलाउनु यस बेलासम्म जन्तीको हतियार 11 बजे जाने भनेको मान्छे स्वतन्त्र मान्छे मलाई है ओ स्वतन्त्र खै यहाँ राखिसक्छ फेरि ओइ भोलिया भए भन्न नि पर्यो आफैले महिला पार्टी ओ बाबु फुल यहाँ बाटाको हुन्छ नि थपिन्छ नि
अनि डाइरेक्ट त लगेर बाटो हाने होइन यहाँ त भैँसी पाल्ने है मेरो के त्यहाँ धान छैन
अरू उता अरे कलर ठेकी यता अरू उता त्यहाँ बाटो छोडाउन झ्यापको नानी हो पानी लिएर घुम्न पर्दैन पानी बर्मा हत्तेछ पानी मंगलम भगवान विष्णु मंगलम मंगलाय हरि भले भो भले तालिला वायुराना देवी यक्षाणां विवाहवसु सप्तनोत्सव यथा गंगा चंद्रस्य रोहिणी तथा सुर्गानी बारे नै हुन्छ तालिबान किन तालिया गर्नु नै घुमेर खाने हैन पापा पापा मंगलायतन हरिमंत दशकलासन तो पुणासन मनसा सदम विनाशस्तु मित्रुणाम बुद्धिवस्तव सुप्रसन्न बाबा बौडिने सामान ल्याउने छ पनि नसक्यो ल कसैलाई एकदम पछाडि पापानि परमहत्य स्थान्छ तान तान विनसन्तु वरदक्षिणे परि हरि अब परे खेल्न सुरु अब अरूको
पैसा द्रव्यादि पनि घट्या सबै दिनुहोस् र उहाँले चाहिने समातेर अब हातपानी गएको छ नि त्यहाँ एउटा आयो भने माउपाडी आयो भने त्यो भैँसी लगाइदिनु मैले उता पठाइदिन्छु आज त्यहाँ भैँसी फेरि आयो त्यो भैँसी मैले सेकुवा बनाइदिन्छु गद्दा सपना मेरो तिमी नै हो जीवन मेरो पूरा भयो सपना मेरो तिमी नै हो जीवन मेरो आऊ आऊ अंगालोमा दुनिया सारा भुलेरा दुनिया सारा भुलेरा दुनिया सारा भूलेरा दुनिया सारा भूलेरा पूरा भयो सपना मेरो सधैँ नै सोच्दथे कोही यस्तो साथी होस् म सधैँ नै सोच्दथे कोही यस्तो साथी होस् सँगै हाँस्ने साथै मिल्ने मेरो आफ्नो मान्छे होस् सँगै हाँस्ने साथै मिल्ने मेरो आफ्नो मान्छे होस् आऊ आऊ अंगालोमा दुनिया सारा भुलेरा दुनिया सारा भुलेरा पूरा भयो सपना मेरो साथी आज पाए है साथी आज पाए है ओ मन मिल्ने माया साथी आज पाए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आकाशबाट जुन जस्तै एउटी परी ल्याए है आऊ आऊ अंगालोमा दुनिया सारा भुलेरा दुनिया सारा भुलेरा पूरा भयो सपना मेरो तिमी नै हो जीवन मेरो
पूरा भयो सपना मेरो तिमी नै हो जीवन मेरो आऊ आऊ अङ्गालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर आऊ आऊ अङ्गालोमा दुनिया सारा भुलेर दुनिया सारा भुलेर पूरा भयो सपना मेरो गाउँले पानी छैन छ होइन दुई हातमा हँस त लिनुहोस् लगाइदिनुहोस् दुलालाई त्यही हातमा लगाइदिनुहोस् त्यही हातमा बाबु बेनु तेरा बा टप्परी पनि जने सुपारी त्यो अझै चाहियो त्यो तिल सब्जी जने सुपारी त्यो पाकेट नसिकाएर त्यसरी बाँध्यो हो त्यो पैसा राख्ने त्यसो पहिला भोलि नानी कोन होइन होइन त्यसो गर्नु भने उतार राखियो उतार राख्ने ल उतार राख्ने अब उतार यही भयो थोरै भयो थोरै थप्नु मङ्गलम पुनेरी गएको थियो मङ्गला यात्रा नगरी ल लाभा हालेर लाभा दिनु लाभा आइसक्यो भयो यहाँबाट चाल लगाइदिन्छ ल ग्रन्थी बन्धन भनेको कहिले पनि नछुट्ने गाँठो हो त्यतिसम्म प्रेम हुनु पर्यो भने जीवन सफल होस् गाडा होस् होइन हामीले तान्दिन पर्यो यता अब यो तपाईँको हुनु पऱ्यो नि ल अब पानी पर्यो दाहिने पाउ पखाल्ने पहिला 3 पटक है 3 पटक सिरमा लानु 3 पटक खानु कन्या बाहिर स्वाद है लक्षण दिनु हो त्यही हात खुट्टाले
पुष्कर पैसा लगाएपछि पैसा निकाल्यो भने फरक पर्दैन अरू फेरि अरू यस्तो उस्तो गर्ने कालेमा कसै उदाम दिँदै यो चल्यो नि के टिको लगाउँदा असार मंगलम भगवती मंदाता सकला संतो गुणा संतो दाम्पत्य जीवन सफल हो महाप्रेम
जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दिए यो मन्दिए यो तन्दिए यो मन्दिए तिमीलाई एक मायालु छोएर बरपिपलु भाकेर बरपिपलु डाँडा काँडा दाया बाया चौतारीमा छाया जति मिठो बोली तिम्रो उति चोख माया थाहै नपाई सुटुकै मुटु साटिएछ तिमीसित अजम्बरी माया गाँसिएछ साँच्ची छ पिपालु र साँच्ची छ पिपालु र बारा जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दिए यो मन दिए यो तन्दिए यो मन दिए तिमीलाई एक मायालु छोएर बरपिपलु भाकेर बरपिपलु विदेशका काम स्वदेश कुनै सदम नपुगे पनि कुनै विधि नपुगे पनि क्षमा गरेर भगवान् सो गरेर पाप गर ल मनले आदि ताकि को सबलाई काहीँ जानकारीको फलले विदेशमा भएका श्रीमानको पनि रिष्ट गराएर शान्ति नगराएर दुःख नदिने श्रीमानहरू विदेशमा भए पनि त्यस्तो छ भाउ शान्ति हृदय शान्ति मन हृदय शान्ति अरिष्ट ग्रह शान्ति हृदय शान्ति हृदय शान्ति ल अब कन्यादान गर्ने भोकै बसेकाले खाइन्छ माने पैसा राख्नु राजा
ज्ञान ज्ञान पापानी बर्म हत्या सुतानी जान तान बिना संतो प्रदक्षिणे पदे पदे माया के होला सोचेको तिमी नै हो मेरो बेहुली बेहुली माया के होला माया के होला सोचेको तिमी नै हो मेरो बेहुली बेहुली बिन्दुलिटीका निधाको रेखी मेरो नैना भोला मेरो नैना भोला कमल कोमल कलिलो ओठ अमृत नै होला अमृत नै होला माया के होला माया के होला सोचेको तिमी नै हो मेरो बेहुली बेहुली
को डोरी है छमाला जिंदगी ओटे फूल जिंदगी ओटे फूल 9 लाख तारा आकाश में सारा शीतल ओटे जून शीतल ओटे जून माया के होला माया के होला सोचे को तिमी नै हो मेरो बेहुली बेहुली अनजान जोबन निर्मल आँखा रोजे छ मनले रोजे छ मनले तिमी मेरो आशा मेरो जीवनी मेरे बेहुली मेरे बेहुली साइकल धेरै चलाउने सोधे चलाउने भेटाएसँगलाई नमस्ते दिने हेलो हजुर अनि छैन बस्नु हम दुईटा सिक्का भन्छ दुईटा हम बोल बस्को
शिव रोला कॉपी मामा तो बसी को आ itu serahin पठाउने गर्नुहोस् है हामी कहिले बोलौँ गुलाबमा गुलाबमा Loh, kakak. मनमुटु नफुटोस् तारिक हात यसो गर त्यो दिएला नानीले ल्याएको अब त्यो पनि भयो ल अब नानी हातै नै मैले बटाल्ने भएन नहटाउने भयो नि दादा टाउको नि दुख्ला है अलि सक्दिनला छोना हुन्न के को त पनि टाउ ठोकिदिन्छ त अब
दुला दुलै ल्याऊ या दुलै यतै बोलाएर त्यो संयोग पर्दैन ल्याएर जाने होला त्यस्तो अब निधार देख्छु के गर भने यी दुला दुलैलाई सिंहासन राख तिमीहरू वरिपरि हेरियो क्या आजको त्यो यिनीहरूको खुशी रहो सुखी रहो जहाँ तिम गए पनि हँसी रहो फूल सरे जहाँ तिम फूले पनि आशीष दिन्छु तिमीलाई यही ए मेरी प्यारी बहिनी मेरी प्यारी बहिनी भाइ टिकामा भेट्न आउला बिदाई छ आजलाई भाइ टिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो नै पराई नै आफ्नो नै
हो बा गंगा बिना ओए खाम ढलै ना मंगल आए त हरि लो जाऊ ठाम ठाम राखेपछि दिएर यहाँ गाडी चाहिँ भर्खर यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले